कन्सल्टेन्सीले उनीहरूले obviously they are the business. They look for themselves first rather than the prospect of the student. तर एज आफू इन्डिभिजुअल पनि एजुकेसन कन्सल्टेन्सीले obviously they will give the option हैन अब कलेजमा जाने कि युनिभर्सिटीमा जाने तर एज म इन्डिभिजुअल त मेरो करियरको लागि त आई हेभ टु बी वरी अनि त्यसको लागि त म कलेजमा आउँदा के हुन्छ अथवा युनिभर्सिटीमा आउँदा के हुन्छ यो चाहिँ के छ डिफरेन्स एज अ हजुर एकाडेमिक भएर हेर्दाखेरि हैन कलेज अब यहाँ विभिन्न किसिमका कलेजहरू हुन्छन् कोही प्राइभेट कलेजहरू छन् कोही काउन्सिल रन कलेजहरू छन् हैन अब कलेजमा आउँदाखेरि चाहिँ नर्मल ट्रेन्ड के छ कस्तो कलेजमा आउँछन् हैन कलेजमा अब म चाहिँ युनिभर्सिटीमा काम गरेको कारणले गर्दा मैले युनिभर्सिटी आउने विद्यार्थीहरूसित मेरो बढी इन टच हुन्छ बेसिकल्ली तपाईहरुले हेर्दाखेरि युकेमा 150 वटा युनिभर्सिटी छन् 150 वटामा चाहिँ त्यहाँ हन्ड्रेड्स अफ कोर्सेसहरू छन् आफ्नो इन्ट्रेस्टको तपाईले त्यो युनिभर्सिटी राम्रोसँग बुझ्नुहोस् कस्तो खालको युनिभर्सिटी हो गभर्नमेन्ट युनिभर्सिटी पब्लिक युनिभर्सिटी हो कि हैन प्राइभेट युनिभर्सिटी हो कि हैन त्यसका रुल्स एन्ड रेगुलेसनहरू के छन् भनेर कलेजमा आउनु भन्दा युनिभर्सिटीमा आउन चाहिँ उपयुक्त हुन्छ अनि यो अब जस्तै कोही चाहिँ अब जस्तै मानम कोभेन्ट्री युनिभर्सिटी हजुर अथवा